हेलो साथीहरू, नमस्ते। स्वागत छ तपाईँलाई मेरो यस च्यानलमा। हजुरहरू सम्पूर्ण सन्चै हुनुहुन्छ होला, म पनि सन्चै नै छु। आज चाहिँ म तपाईँहरूलाई एन्ड्रोइड फोनबाट कसरी चाहिँ सजिलैसँग जिमेल आइडी क्रिएट गर्न सकिन्छ, जिमेल आइडी बनाउन सकिन्छ भन्ने कुरा तपाईँहरूलाई म सिकाउने छु। किनभने हामीहरूलाई हरेक साइटहरू लगइन गर्नको लागि चाहिँ तपाईँको जिमेल आइडीको आवश्यक पर्छ र तपाईँले हरेक कुनै पनि एप डाउनलोड गर्नु पऱ्यो भने जिमेल आइडी चाहिन्छ। त्यसैले जिमेल आइडी हुन एकदम जरुरी छ। जिमेल आइडी बनाउनको लागि चाहिँ इजिली म तपाईँहरूलाई अब कसरी बनाइन्छ भनेर चाहिँ मेरो मोबाइलको स्क्रिन सेयर गर्दैछु, हेर्नुहोला। तपाईँ पहिला आफ्नो जिमेलमा जानुहोस्। त्यस पछाडि गुगल, यो सबै गुगलको एपहरू हो। त्यस पछाडि तपाईँ जिमेलमा क्लिक गर्नुहोस्। त्यस पछाडि तपाईँ यो माथिको आफ्नो प्रोफाइलमा क्लिक गर्नुहोस्। यो मेरो अलरेडी लगइन भएको जिमेल हो। त्यस पछाडि तपाईँले यहाँ एड अनदर एकाउन्टमा क्लिक गर्नुहोस्। त्यस पछाडि तपाईँ यहाँ गुगल लेखेकोमा क्लिक गर्नुहोस्। यो तपाईँको स्क्रिन लक माग्छ। स्क्रिन लक लगाउनु भएको छ भने स्क्रिन लक मतलब फेरि लगइन गरेर चाहिँ ओपन गर्नु होला। त्यस पछाडि तपाईँको यस्तो इन्टरफेस खुल्छ। त्यस पछाडि तपाईँले यहाँ यो इमेल अर फोन नम्बरमा पनि होइन, फरगट इमेलमा पनि होइन, क्रिएट एकाउन्टमा क्लिक गर्नु होला यहाँ। त्यस पछाडि तपाईँ के को लागि बनाउँदै हुनुहुन्छ, बिजनेसको लागि हो कि पर्सनल युजको लागि हो? हामी यहाँ पर्सनल युजमा क्लिक गर्छौँ। तपाईँ के को लागि बनाउँदै हुनुहुन्छ त्यसमै क्लिक गर्नु होला। म चाहिँ पर्सनल युजको लागि बनाउँदैछु, त्यसमा क्लिक गर्ने। त्यस पछाडि तपाईँको यहाँ आउँछ फर्स्ट नेम। तपाईँ के राख्न चाहनुहुन्छ? मैले जस्तै राखेँ, राजेन लेखेँ। तपाईँको चाहिँ लास्ट नेम तपाईँ के हो? अब तपाईँ कुमार हो कि होइन, के लेख्न चाहनुहुन्छ? तपाईँको राई हो कि तपाईँ लिम्बू हो कि के हो? म चाहिँ राई भएकोले राई लेखेँ। तपाईँको मतलब के राख्न चाहनुहुन्छ, तपाईँको थर के हो त्यो राख्नु होला। त्यस पछाडि नेक्स्टमा क्लिक गर्ने। त्यस पछाडि तपाईँको यहाँ बेसिक इन्फर्मेसन भन्ने यस्तो तपाईँको चाहिँ इन्टरफेस खुल्छ। त्यसमा तपाईँले आफ्नो बर्थडेहरू लाउनु होला। मैले ऱ्यान्डमली कुनै एउटा लगाइदिएँ। तपाईँको आफ्नो के हो त्यो अनुसार राख्नु होला। मैले यो त्यतिकै राखिदिएँ। जेन्डर तपाईँ मेल भने मेल, फिमेल भने फिमेल, के हो त्यो राख्नु होला। मैले मेलमा राखेँ। त्यस पछाडि तपाईँ नेक्स्टमा क्लिक गर्नु होला। यहाँ तपाईँको चाहिँ अब यहाँ तपाईँले चाहिँ आफ्नो नाम राख्नु होला। अघि जुन नाम राख्नुभएको थियो त्यही नाम राजेन राई लेखेँ। यहाँ तपाईँको चाहिँ यो राजेन राईबाट चाहिँ अलरेडी थुप्रैले खोलिसकेको भएकोले अब यहाँ चाहिँ तपाईँको चाहिँ यसले गुगलले एक्सेप्ट गर्दैन। त्यसको लागि तपाईँको चाहिँ यहाँ गुगलले अलरेडी दिएको छ तर अभाइलेबल यो यसमा तपाईँ कुन चाहनुहुन्छ? यो राई यो 23095लाई क्लिक गर्दा पनि भयो। तपाईँको चाहिँ राजेन राई 448लाई क्लिक गर्दा पनि भयो। मैले यसलाई क्लिक गरेँ, यसले लियो। अनि तपाईँ चाहिँ आफ्नै नाममा राख्न चाहनुहुन्छ भने चाहिँ आफ्नो नाम पनि राख्न सक्नुहुन्छ। तर त्यो चाहिँ तपाईँको चाहिँ पहिला योभन्दा पहिला अरूले खोलेको नाम चाहिँ हुनु भएन। त्यस पछाडि तपाईँ नेक्स्टमा क्लिक गर्ने यसरी। अब तपाईँको यहाँ स्ट्रङ पासवर्ड खोज्छ यसले। स्ट्रङ पासवर्ड राख्नु होला है। मैले यहाँ राखेँ। जस्तै स्ट्रङ पासवर्ड चाहिँ कस्तो भने तपाईँले चाहिँ नाम लेख्नुहोस्। त्यस पछाडि तपाईँको स्ट्रङ पासवर्ड यो स्टार ह्यास छ नि, यो थप्नु होला। स्टार ह्याच माथिको त्यो कुनै पनि अङ्क @ यिनीहरूलाई पनि लाउन सक्नुहुन्छ। मैले लाएँ।
मेरो बनेर तयार भइसकेको छ। यहाँ हेर्न सक्नुहुन्छ आइसक्यो। तपाईँ पासपोर्ट सेभ गर्न चाहनुहुन्छ भने सेभ गर्न सक्नुहुन्छ, नत्र यसलाई चाहिँ नगर्दा पनि भयो। मैले यसलाई सेभ गरेँ। यहाँ तपाईँको फोन नम्बर माग्छ, फोन नम्बर लगाउनु होला, तपाईँको आफ्नो फोन नम्बर। त्यस पछाडि तपाईँले चाहिँ नेक्स्ट गर्ने। रिकभर फोन नम्बर तपाईँको चाहिँ पछाडि जिमेल अचानक बिग्रियो भने चाहिँ यही फोन नम्बरमा चाहिँ यही फोन नम्बरद्वारा रिकभर गर्न सक्छ। रिकभरीको लागि पनि फोन नम्बर राख्नु होला। त्यस पछाडि तपाईँले नेक्स्ट गर्नुहोस्। अनि त्यस पछाडि स्क्रोल डाउन गर्नुहोस्। त्यस पछाडि तपाईँले आई एग्रीमा चाहिँ क्लिक गर्नु होला। मेरो नेटवर्क स्लो भएको कारणले यस्तो भइरहेछ। अब भने हाम्रो जिमेल आइडी बनेर तयार भइसक्यो। नयाँ जिमेल आइडी यसरी चाहिँ तपाईँहरूले बनाउन सक्नुहुन्छ। यहाँ तपाईँको चाहिँ चेकिङ गर्दैछ गुगलले। अब हाम्रो जिमेल आइडी नयाँ जिमेल आइडी बनेर तयार भइसक्यो। तपाईँ यहाँ गएर फेरि आफ्नो यो प्रोफाइलमा गएर हेर्न सक्नुहुन्छ। हामीले बनाएको जिमेल आइडी बनेर तयार भइसक्यो। तल्लो राजेन राई, यो चाहिँ अहिले हामीले जिमेल आइडी बनाएको आइडी हो। यसरी चाहिँ तपाईँहरूले सजिलै बनाउन सक्नुहुन्छ। हस् साथीहरू, आजलाई मेरो भिडियो यहीसम्म मात्रै थियो। सो फेरि पनि म हजुरहरूसँग अन्य भिडियोहरू लिएर आउनेछु। मेरो च्यानलमा फर्स्ट टाइम हुनुहुन्छ भने कृपया सब्सक्राइब गरेर सहयोग गरिदिनु होला।